भजन सङ्ग्रह अध्याय 75। परमेश्वरको धार्मिक इन्साफ। बाध्य नाइकेको निम्ति दाउदको भजन। हे परमेश्वर, हामी तपाईँमा धन्यवाद चढाउँछौँ। हामी धन्यवाद चढाउँछौँ किनभने तपाईँको नाउँ नजिकै छ। मानिसहरूले तपाईँका आश्चर्य कामहरूको बयान गर्छन्। जब म ठिक समय पाउँछु तब म आफै ठिक ठिक इन्साफ गर्नेछु। पृथ्वी र त्यसमा भएका सबै बासिन्दाहरू गलिसकेका छन्। मैले त्यसका खाम्बाहरू उठाएको छु। सेला। अहङ्कारीहरूलाई मैले भने, अहङ्कारको व्यवहार नगर, र दुष्टहरूलाई भने, सिङ ठाडो नपार। तिमीहरूका सिङ अल्गो गरी ठाडो नपार। जिद्दी गरेर नबोल, किनकि उच्च पद पूर्वबाट अथवा पश्चिमबाट वा दक्षिणबाट नै आउँदैन, तर परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ। उहाँले नै एउटालाई होच्याउनुहुन्छ र अर्कोलाई उच्च पार्नुहुन्छ। किनकि परमप्रभुको बाहुलीमा एउटा कचौरा छ, जसमा दाग मध्यबाट फिज आउँछ। त्यसमा मसाला भरिएको छ र उहाँले त्यसैबाट खन्याउनुहुन्छ। निश्चय त्यसका थेग्रा पृथ्वीका सारा दुष्टहरूले निचोरेर पिउनेछन्। तर म चाहिँ त सधैँ घोषणा गरिरहनेछु, म याकुबका परमेश्वरको स्तुति गाउनेछु। दुष्टहरूका सबै सिङ म चट्टै काट्नेछु, तर धर्मात्माहरूका सिङ चाहिँ उच्च पारिनेछन्। आमेन।